आगामी साउन 23 गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म सिटामोलको टिजर सार्वजनिक गरिएको छ। आइतबार राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसर पारेर युट्युब मार्फत सार्वजनिक टिजरले फिल्मको सेटिङ, परिवेश, केन्द्रीय द्वन्द्व र चरित्र चित्रणबारे प्रकाश पारेको छ। रोल्पाको सेटिङमा फिल्मको कथा भनिएको टिजरबाट बुझ्न सकिन्छ। जुम्लेलीलाई जीवनजल नै गुण हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर हरफबाट टिजर सुरु भएको छ। यसले जुम्ला र रोल्पामा जीवनजल र सिटामोलको महत्त्व कति छ भन्ने भाव दर्शाउँछ। टिजरमा विशेष गरी फिल्मका मुख्य जोडी सौगात मल्ल र बेनिसा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि पैसाको अभावले आउने उतार चढावलाई देखाइएको छ। फिल्मलाई तुलसी देवी फिल्म प्रणालीले जुन्तारा फिल्मसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो। तपाईहरू भने सौगात मल्ल र बेनिसा हमालको मुख्य अभिनय रहेको फिल्म सिटामोल हेर्न कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्न भने नबिर्सिनु होला। साथसाथै नेपाली कलाकार तथा चलचित्रका खबरका लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यति भन्दै म दिनेश बिदा चाहन्छु। जय नेपाल।